मसी आज पनि हामी वचन पढ्न उपस्थित भइसकेको छौँ। आज चाहिँ शनिबार हो, हामीहरू चर्च जानलाई रेडी भएको छौँ अनि एकछिन वचन पढौँ है त भनेर छोरी र म वचन पढ्नलाई उपस्थित भइसकेको छौँ। अनि अब हामीहरू वचन पढ्नेछौँ। अस्ति 5औं दिन सकिएको छ उत्पत्तिको पुस्तकबाट। आज चाहिँ हामीहरू फेरि उत्पत्तिकै पुस्तकबाट पढ्नेछौँ। अनि म जे भन्छु तिमी पनि भन ल। अनि परमेश्वरले भन्नुभयो पृथ्वीले जात जातका जीवित प्राणीहरू अर्थात् जात जातका पाल्तु पशुहरू घस्रने जन्तुहरू र जात जातका वन पशुहरू उत्पन्न गरोस्। तब त्यस्तै भइहाल्यो। परमेश्वरले पृथ्वीका जात जातका वन पशुहरू जात जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात जातका जन्तुहरू बनाउनु भयो। अनि परमेश्वरले हेर्नुभयो त्यो असल थियो। अनि परमेश्वरले भन्नुभयो मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाओ। समुद्रका माछाहरू आकाशका पंक्षीहरू पाल्तु पशुहरू र जमिनमा चहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै त्यसलाई आफ्नो वंशमा पार्दै जाओ। समुद्रका माछाहरू आकाशका पंक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। अनि परमेश्वरले भन्नुभयो हेर म तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमा नै बिउ हुने सबै दिन्छु। ती तिमीहरूलाई आहारको निम्ति हुनेछ। अनि पृथ्वीको हरेक पशु आकाशको हरेक पंक्षी र जमिनमा चलहल गर्ने हरेक जन्तु हरेक प्राणी जसमा जीवित छ तिनीहरूका आहारको
निम्ति निम्ति म म हरियो हरियो वनस्पति दिन्छु वनस्पति दिन्छु तब त्यस्तै भयो तपाईँ जस्तो भयो आफूले बनाउनु भएको आफूलाई बनाएको हरेक कुरा हरेक कुरा परमेश्वरले हेर्नुभयो परमेश्वरले गर्नुभयो वास्तवमा त्यो वास्तवमा त्यो साह्रै साह्रै राम्रो राम्रो थियो थियो र र साँझ पर्यो साथमा बिहानी भयो छैटौँ दिन आमेन हामीले चाहिँ परमेश्वरले सृष्टि गरेको चाहिँ छैटौँ दिन पढिसकेको छौँ अनि छैटौँ दिनमा चाहिँ परमेश्वरले के बनाउनु भयो थाहा भयो तिमीलाई के बनाउनु भयो थाहा भयो अरे नि अरे थाहा भयो अरे केही छैन परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो अनि सबै अरू कुराहरू पनि आशिष दिनुभयो फल्दै फुल्दै वृद्धि हुँदै जाओस् भनेर चाहिँ भन्नुभयो अनि सृष्टि गरिकन अनि सबै आकाशमा रहेका पंक्षी जमिनमा चलहर गर्ने जन्तुहरू सबै चाहिँ त्यो परमेश्वरले चाहिँ के गर्नुभयो सबै जन्तु हरेक प्राणीहरूको तिनीहरूको आहार निम्ति हरियो वनस्पतिहरू सबै दिन्छु भनेर चाहिँ परमेश्वरले चाहिँ मानिसको निम्ति चाहिँ भन्नुभयो अनि मानिसलाई सृष्टि गर्नुभयो अनि मानिसको लागि खाने हरेक कुराहरू चाहिँ परमेश्वरले नै सृष्टि गर्नुभयो त्यही दिन अनि बिउ उमार्ने बोटहरू फल फुलाउनेहरू अनि बिउ हुने सबै फलका रुखहरू दिन्छु ती तिनीहरूको आहारको निम्ति हुनेछ भनेर चाहिँ आहारको निम्ति दिनुभयो हैन अनि आशिष दिनुभयो फल्दै फुल्दै जाउन् वृद्धि हुँदै जाउन् भनेर अनि परमेश्वरले चाहिँ छैटौँ दिनमा यस्तै यस्तै कुराहरू चाहिँ बनाउनु भयो बुझ्यौ के बनाउनु भयो अरे मानिस आफ्नै स्वरूपमा के गर्नुभयो सृष्टि गर्नुभयो मानिस आफ्नै त्यसको निम्ति हरेक प्रकारको जीव जन्तुहरू वनस्पतिहरू सबै परमेश्वरले चाहिँ तिमीहरूको लागि होस् भनेर चाहिँ निम्ति भनेर चाहिँ सबै सृष्टि गर्नुभयो अधिकार जमाउनु भनेर हो त्यो कुराहरू गर्नुभयो छैन हुन्छ ल आमेन हामीले आज यही हो हामीले वचन पढेर समय थोरै बिताउँदैछौँ टाइम मिल्दा अनि यो छोटो वचन चाहिँ हामी यहीँ राख्छौँ हाम्रो भिडियोहरूलाई हेरिदिनु होला अनि लाइक कमेन्ट सेयर गरिदिनु होला युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला भन्दै यो छोटो भिडियोबाट हामी बिदा हुन चाहन्छौँ हस्त जय मसी बाई बाई फेरि भेटौँला अर्को भिडियोमा